जीवनमा उकाली ओह्राली त कति आउँछन् सधैँ सिधा बाटो मात्रै कहाँ भेटिन्छ र सधैँ सोचे जस्ती सकारात्मक व्यक्तिहरू मात्रै कहाँ भेटिन्छ र यो यात्रा हो विभिन्न प्रकारका उकाली ओह्राली घुम्तीहरू र मोडहरू पार गर्नुपर्छ त्यो क्रममा फरक फरक मानिसहरूसँग भेट हुन्छ फरक फरक परिस्थितिहरूसँग जम्का भेट हुन्छ यी सबैलाई स्वीकार गर्दै अघि बढ्नुपर्छ तर सधैँ सम्झिनुपर्ने कुरा के हो भने कुनै पनि समय स्थिर रहँदैन समय सधैँ परिवर्तनशील छ तपाईँ अत्यन्तै सुखद क्षणमा हुनुहुन्छ भने पनि सम्झनुहोस् त्यो सुखद क्षण सधैँ रहिरहँदैन र अत्यन्तै दुःखद र कठिन परिस्थितिमा हुनुहुन्छ भने पनि याद राख्नुहोस् त्यो पनि सधैँ रहिरहँदैन त्यसको पनि अन्त्य निश्चित छ त्यसैले सुखमा होस् या दुःखमा अभावमा होस् या सम्पन्नतामा सफलतामा होस् या असफलतामा याद गर्नुपर्ने कुरा यति नै हो तपाईँ त्यो समयको त्यो पललाई भोगिराख्नु भएको हो र त्यो पल छिट्टै बितेर जानेछ